हेलो गाइज, के तपाईहरुलाई डान्स गर्न आउँदैन? के तपाईहरुलाई डान्सको स्टेप गर्न मन लाग्छ तर तपाईलाई डान्सको स्टेपै आउँदैन? त्यसो भए चिन्ता नलिनुहोस्, अब हामी सिकाउने छु हजुरहरुलाई डान्स। आउनुहोस् अब हामी डान्स सिकौं। हामी यो डान्स सिक्नु भन्दा अगाडि हाम्रो यो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला भन्दै अब हामी डान्सतिर लाग्छौं है त। आउनुहोस् गाइज, डान्स सिकौं। हेलो गाइज, फेरि हाम्रो यो स्टेप पनि पहिलाको जस्तै एकदम सिम्पल र सजिलो स्टेप रहेको छ। हजुरहरुले जुनसुकै गीतमा पनि नाच्न सक्नुहुन्छ यो स्टेप प्रयोग गरेर। हाम्रो सुरुको स्टेप रहेको छ। सुरुमा चाहिँ खुट्टा क्लोज गर्ने हो के खुट्टा क्लोज भयो, यो साइड लाने हो, उठाउने साइड ट्याङ हान्ने हो के। फेरि 5 6 7 गो उठाउने साइड ट्याङ आयो। फेरि यो पनि उठाउने, अर्को खुट्टा पनि उठाउने, ट्याङ उठाउने, फेरि क्लोज ल्याउने ट्याङ ओके। फेरि 5 6 7 गो उठाउने साइड राख्ने, फेरि अर्को खुट्टा पनि उठाउने, फेरि त्यही राखेको ठाउँमा ल्याएर राख्ने ओके। फेरि 5 6 7 गो उठायो ट्याङ, फेरि ट्याङ ट्याङ सेम। फेरि यता पनि लेफ्ट उठाउने, ट्याग उठायो राख्ने, फेरि राइट उठाउने, फेरि लेफ्टको साइडमा ल्याएर राख्ने ओके। फेरि 5 6 7 गो 1 2 3 4 5 6 7 8 ओके। फेरि 5 6 7 गो 1 2 3 4 5 6 7 8 ओके। फेरि 5 6 7 गो 1 2 3 4 5 6 7 8 ओके। अब हाम्रो हेर्नुहुन्छ सुरुमा ट्यागको यो 1 गर्दाखेरि यो हात यो क्रस गर्ने ओके। फेरि 5 6 7 गो क्रस माथि ड्याङ हान्ने ओके। फेरि 5 6 7 गो क्रस ड्याङ क्रस ड्याङ क्रस ड्याङ ओके। फेरि 5 6 7 गो क्रस ड्याङ ओके। फेरि हात र खुट्टा सँगै स्लोली 5 6 7 गो क्रस ड्याङ ओके। फेरि सेम यस्तै अर्को साइडमा पनि क्रस ड्याङ ओके। फेरि 5 6 7 गो क्रस ड्याङ, फेरि क्रस ड्याङ, फेरि क्रस ड्याङ, फेरि क्रस ड्याङ ओके। फेरि 5 6 7 गो क्रस ड्याङ क्रस ड्याङ क्रस ड्याङ क्रस ड्याङ क्रस ड्याङ ओके। अनि फास्ट 5 6 7 गो 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 ड्याङ ड्याङ। हेलो गाइस, फेरि हाम्रो यो स्टेप पहिलाको जस्तै एकदम सिम्पल र सजिलो स्टेप रहेको छ। हजुरहरूले यो स्टेप प्रयोग गरेर जुनसुकै गीतमा पनि नाच्न सक्नुहुन्छ। हाम्रो सुरुको स्टेप रहेको छ। सुरुमा चाहिँ हामी खुट्टा क्लोज गर्ने भयो, खुट्टा क्लोज। अब एउटा राइट खुट्टा टोमा राख्ने ओके। फेरि 5 6 7 यो राइट खुट्टा टो, लेफ्ट खुट्टा हिलमा ओके। टोमा राख्यो, अर्को हिलमा राख्यो 1 2 भयो। यसलाई घुमाइदिने ट्याग त्यसरी साइडतिर घुमाइदिने ओके। साइड घुमाउने, यो घुमाउँदाखेरि यो अर्को के अरे लेफ्ट खुट्टा पनि घुमाउने ओके। 5 6 7 गो टोमा हिलमा ओके भयो। अब घुमाउने दुईटैलाई सँगै 1 भयो, यो पोजिसन 1, फेरि ट्याग अहिलेकै पोजिसन आउने ओके। फेरि 5 6 7 गो टोमा, अब हिलमा अब घुमाउने खुट्टालाई साइड घुमायो, घुमाएपछि टक्क ट्याग अहिलेकै पोजिसन सेम। अब सेम अर्कोतिर पनि सेम त्यस्तै टोमा राख्ने, एउटा हिलमा राख्ने ओके। अब फेरि सेम घुमाइदिने ट्याग यो पोजिसन ओके। फेरि 5 6 7 गो हिलमा र टोमा साइड घुमाउने, ट्याग राख्ने, साइड घुमाउने ट्याग ओके। फेरि 5 6 7 गो साइड साइड
साइड साइड साइड ओके फेरि 5 6 7 गो साइड भयो फेरि ट्याग ल्याउने फेरि साइड भयो फेरि ट्याग ओके फेरि 5 6 7 गो हामीले यो स्टेप चाहिँ अलि फास्ट गर्दाखेरि फास्ट गर्दाखेरि चाहिँ हो 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 ओके यसलाई चाहिँ हामीले एकदम प्र्याक्टिस गर्नुपर्ने हुन्छ। अब हामीले चाहिँ हात चाहिँ गर्दा हामीले चाहिँ हात चाहिँ जस्तो गर्दा नि हुन्छ यो यतिकै यो 1 2 3 and 4 5 6 7 and 8 ओके फेरि 5 6 7 गो यो हात 1 क्लोज 2 क्लोज 3 क्लोज 4 क्लोज 5 क्लोज 6 क्लोज ओके। अब धन्यवाद सबैलाई अन्तिमसम्म यो भिडियो हेरिदिनु भएकोमा र हजुरहरूले हाम्रो यो च्यानललाई लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु भएको छैन भने अहिले गर्नु होला। धन्यवाद छ हजुरहरूलाई। थ्याङ्क यू सो मच। अल लभ यु गाइज।